नमस्कार सबैमा। हामीले योग आसन प्राणायाम गर्नुभन्दा अगाडि केही कुरा जान्नु महत्त्वपूर्ण हुन्छ। आसन शरीरलाई तन्काउने मात्रै नभइकन यसले मानसिक, शारीरिक र व्यक्तिगत रूपमा एकदमै राम्रो भूमिका खेल्ने गर्दछ। आज म हजुरहरूलाई योग गर्नुभन्दा अगाडि ध्यान दिनुपर्ने केही भौतिक र मानसिक कुराहरूको बारेमा जानकारी दिनेछु। सबैभन्दा पहिला हामी आफ्नो व्यक्तिगत शारीरिक कुरालाई कसरी ठिक पार्ने के गर्न सकिन्छ भनेर बुझिन्छ। हामीले कुनै पनि उमेरको व्यक्तिले योग गर्न सकिन्छ, तर आफ्नो शरीरमा केही भइरहेको छ कि कहीँ हड्डी भाँचिएको हुनसक्छ, भर्खरै अपरेसन गरेर आउनुभएको हुनसक्छ, कोही गर्भवती हुनुहुन्छ भने उहाँले डाक्टरको सही परामर्श बिना नगर्नुहोला। आफ्नो स्वास्थ्य स्थिति हेरेर अनि बल्ल योग गर्न सुरु गर्नुहोला। अर्को रहेको छ स्थान र वातावरण। यदि हामीले योग गर्न गइरहेका छौँ र वरिपरिको वातावरण एकदमै गनाइरहेको छ, प्रदूषित छ भने हामीले ध्यान केन्द्रित गर्न सक्दैनौँ। त्यही भएर वरिपरिको स्थान सफा, राम्रो बास्ना आएको र एकदमै सफा ठाउँ हुनुपर्ने हुन्छ। अर्को रहेको छ शारीरिक शुद्धि। हामीले योग गर्नुभन्दा अगाडि दिसा पिसाब गरेर पेट खाली बनाउनु पर्छ। योग गर्नु अगाडि चिसो पानीले नुहायौँ भने योग गर्नलाई धेरै सजिलो हुने गर्दछ। यदि हामीले खाना खाइसकेको आधी घन्टादेखि 1 घन्टा भएको छैन भने योग गर्नु हुँदैन। योग गर्दाखेरि हामी शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा सक्रिय भएर योग गर्न सुरु गर्न पर्छ। अर्को रहेको छ आहार। हामीले योग गर्दाखेरि एकदमै शुद्ध र सात्विक भोजन गर्नुपर्ने हुन्छ। यदि हामीले राम्रो खाना खायौँ भने त्यसले हाम्रो मानसिकतामा पनि असर पुर्याउनेछ। त्यसैले योग गर्दाखेरि एकदमै सादा, शुद्ध र एकदमै सात्विक तरिकाको खाना खानुपर्ने हुन्छ। अब हामी बुझौँ योग गर्दाखेरि मानसिक सजगता कस्तो हुनुपर्छ भन्ने बारेमा। मानसिक रूपमा हामी कतिको योग गर्न ठिक छौँ छैनौँ, आफ्नो मानसिकतालाई हामीले राम्रो बनाएका छौँ कि छैनौँ भन्ने बारे हेर्छौँ। श्वास प्रश्वासको क्रिया योग गर्दाखेरि एकदमै महत्त्वपूर्ण ठानिने कुरा हो। श्वास प्रश्वासको क्रिया हामीले योग गर्दाखेरि सधैँ नाकबाट श्वास लिँदै र नाकबाट श्वास फाल्दै गर्नुपर्छ। यदि हाम्रो ध्यान श्वासमा छ भने हाम्रो मानसिक स्वास्थ्य पनि राम्रो हुँदै जान्छ। हामीले सधैँ धरतीतिर जाँदा श्वास फाल्ने अनि धरतीबाट माथितिर आउँदा सधैँ श्वास तान्नु पर्ने हुन्छ। यदि हजुरको योगा ट्रेनरले या योग प्रशिक्षकले कुनै अर्को विधिबाट सिकाउनु भएको छ भने मात्रै मुखबाट सास फेर्नुपर्ने हुन्छ, नत्र सकभर सबैले नाकबाटै सास फेर्नुपर्ने हुन्छ। योग गर्दा श्वासमा सजगता एकदमै अनिवार्य र आवश्यक रहेको छ। अर्को रहेको छ शरीरको सजगता। हामीले सधैँ योग गर्दाखेरि भन्ने गर्छौँ सजग हुनुहोस्, आफ्नो शरीरलाई हेर्नुहोस्, आफ्नो मांसपेशीलाई हेर्नुहोस्। हामीले कुनै पनि योगासन गर्दा हाम्रो मांसपेशीहरू तन्किएको हुन्छ या अलिकति दुखाइ महसुस हुन्छ, कहाँ दुखिरहेको छ, कहाँ मांसपेशी तन्किरहेको छ भन्ने कुरालाई विशेष रूपमा हेर्न पर्छ। यो हेर्नुलाई सजगता भनिन्छ। हामी सजग भएर योग, ध्यान, प्राणायाम गर्यौँ भने हामीले मानसिक रूपमा पनि धेरै शान्ति पाउने गर्दछौँ। अर्को रहेको छ रिल्याक्सेसन टेक्निक। हामीले योग गर्ने बेलामा शरीर तन्काउने, शरीरलाई दुःख दिने मात्रै होइन, हामीले रिल्याक्सेसन पनि गर्नुपर्छ। जब हामीले योगासन गरेर सक्छौँ तब हामी शवासनमा पल्टिएर 10-15 मिनट आफ्नो श्वासमा ध्यान दिन पर्छ। यो गर्नाले हाम्रो मांसपेशीहरूलाई शान्ति मिल्ने गर्दछ, मांसपेशीमा सजगता बढ्नेछ, श्वास पुग्नेछ। अर्को रहेको छ क्रम। हामीले पतञ्जलिको सूत्रहरूमा हेऱ्यौँ भने यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि रहेको छ। कुनै बहिरङ्ग हुन्छ, बाहिर गर्न मिल्ने त कुनै अन्तरङ्ग हुन्छ। हामीले योग गर्ने बेलामा सधैँ हामीले आसनबाट सुरु गर्छौँ। आसन गरेपछि आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान अनि समाधिमा गए जसरी सुरुमा आसन गरेपछि हामी प्राणायाम गर्छौँ। अर्को रहेको छ काउन्टर पोज।
काउन्टर पोज भन्नाले हामीले अगाडि झुक्ने आसन गर्यौँ भने अब पछाडि झुक्ने आसन गर्नुपर्छ। काउन्टर पोजले हाम्रो शरीरको स्थितिलाई राम्रो गर्छ या त ब्यालेन्स गर्छ। यदि हामीले अगाडि झुक्ने आसन गरिरहेका छौँ भने अर्को आसन हाम्रो पछाडि झुक्ने हुनपर्छ। त्यसले गर्दा हाम्रो रक्त सञ्चार राम्रोसँग हुने, शरीरमा धेरै स्ट्रेन नहुने, शरीर नदुख्ने गर्दछ। यो गर्न भुल्नु हुँदैन है। अर्को एकदमै महत्त्वपूर्ण रहेको छ योग गर्ने समय। यदि हजुर बिहान उठ्न सक्नुहुन्छ भने ब्रह्म मुहुर्तमा उठेर बिहान बिहान योग गर्नु एकदमै लाभदायक हुन्छ। बिहान योग गर्नाले दिनभरि एकदमै फुर्ती हुने, दिनभरि एकदमै आनन्द हुने गर्दछ। तर यदि हजुर एकदमै बिजी हुनुहुन्छ र बिहान समय दिन सक्नुहुन्न भने बेलुकाको समयमा पनि गर्न सक्नुहुन्छ। बिहान गर्नाले दिनभरि ऊर्जाले भरिएको हुन्छ, दिन शान्त हुन्छ भने साँझ गर्नाले हाम्रो रातिको निद्रा एकदमै राम्रो हुने गर्दछ। साँझ गर्नुको र बिहान गर्नुको आफ्नो आफ्नै फाइदा छ। बिहान स्पिरिचुअलिटी या त आध्यात्मिक क्षेत्रमा हेर्ने हो भने बिहान गर्नु एकदमै लाभदायक हुन्छ। तर यदि हजुरलाई फ्लेक्सिबिलिटी बढाउन मन छ, निन्द्राको क्वालिटी राम्रो बनाउन मन छ भने चाहिँ हजुरले साँझ गर्न सक्नुहुन्छ। तर जतिखेर गरे पनि आफ्नो पेट सफा र खाली बनाउनु होला। योग गर्नुभन्दा आधी घन्टादेखि 1 घन्टा अगाडि केही पनि नखानु होला। अनि खाना एकदमै लाइट खानुभयो भने अझै सजिलो हुने गर्दछ। हजुरहरूले योग गर्न हतार नगर्नुहोला। आफ्नो श्वासमा ध्यान दिँदै, आफ्नो शरीरलाई सजगतापूर्वक हेर्दै, मांसपेशीलाई हेर्दै र आफूले कति गर्न सक्छु भनेर हेरेर मात्रै गर्नुहोला। योग भनेको शारीरिक फ्लेक्सिबिलिटी मात्रै होइन। योग भनेको त हामीले तन, मन र आफ्नो आत्मालाई मिलन गर्ने एक बाटो हो। यदि हामीले योग गर्दा सजग भएर, ध्यान दिएर अनि आनन्दले गऱ्यौँ भने धेरै ध्यान र धेरै फाइदा लिन सक्छौँ। ध्यान, योग, धारणा, ध्यान जति जे भने पनि आफ्नो मन र आफूलाई शान्त बनाउन र आफूलाई चिन्न खोजिएको एउटा वातावरण हो। त्यही भएर आफ्नो हिसाबले आफ्नो शरीरले कति सक्छ, आफूले कति सक्नुहुन्छ त्यो हेरेर मात्रै गर्नुहोला। हस् त, यहाँसम्म भिडियो हेर्नु भएकोमा हजुर सबैलाई धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा नै यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई लाइक, सेयर, कमेन्ट गर्दै सब्सक्राइब पनि गर्न नबिर्सिनुहोला। हस् त, आजको भिडियो आज यहीँ अन्त्य गर्दै अर्को भिडियोमा फेरि भेटौँला। हरि ओम।